आज फेरि म एउटा तिब्बती उखान लिएर आएको छु। यसको उद्देश्य चाहिँ तपाईहरु पछि गएर पुस्तक पढ्न सक्छ कि भनेर यो भिडियो म अपलोड गर्दै छु। सँगसँगै यसको माने बुझ्न सक्यो भने अझै राम्रो। यो एकदमै छोटो छ, सो कसरी पढ्नु पर्छ। या नारो यो दा ये। यो फेरि नेपाली बोल्ने र इंग्लिश बोल्नेलाई यो उच्चारण गर्नु अलिकति साह्रो परेर जान्छ। या नारो यो दा ये। यसलाई जर्मनमा चाहिँ उम्लट भन्छ, उम्लट। फ्रेन्च भाषा र जर्मन भाषामा चाहिँ यो उच्चारण आउँछ, नेपाली र इंग्लिशमा यो आउँदैन। त्यसले गर्दाखेरि यो उच्चारण गर्नु अलिकति साह्रो छ। या नारो यो दा ये। या नारो यो दा ये। या नारो यो दा ये। ना सा दा nga dang ma dingpo me da me na gao sa dingpo se ra sir। यो डटले चाहिँ छुटाउँछ। यो डट छैन भने चाहिँ सँगसँगै पढ्नुपर्छ। यो दुईटाको बीचमा डट छैन, यो दुईटाको डटमा बीचमा डट छैन, यो तीनवटा अक्षरको बीचमा पनि डट छैन। त्यस्तो हुँदाखेरि योहरू सँगसँगै पढ्नुपर्छ, सँगै उच्चारण गर्नुपर्छ। फेरि हेर्नुहोस् है। या नारो यो दा ये। ना सा दा nga dang ma dingbo me da me ना भावल यहाँ जोडेको छ, त्यसले गर्दाखेरि यो अगाडिको साइलेन्ट। गाओ सा डिङपो से रा सिर। यो ना सा दङ मेना सिर। यो ना सा दङ मेना सिर। यो ना सा दङ मेना सिर। यसको अर्थ चाहिँ या नारो यो दा यो माने आफूसित हुनु। जस्तै मसित समय छ, मसित पैसा छ, मसित रुचि छ, आफूसित हुनु। अनि ना को अर्थ चाहिँ भने। यो दुईटा जोडेर के भयो भन्दाखेरि छ भन्ने, कुनै चीज कसैसित छ भन्ने। यो ना छ भन्ने if you have something, if you have wealth, if you have interest, if you have patience, if one has sa आफूसित छ भन्ने त्यो चाहिँ धुलो माटो जस्तै। यसको के त्यो के भन्छ, त्यसको भ्यालु नै छैन। यो ना सा, यो ना सा। If you have to have like interest or wealth or children, then it is like dust. You don't value what you have. You don't appreciate what you have. Technically, if you have something, it is like dust. आफूसित छ भने त्यो चाहिँ धुलो जस्तै। त्यसको मूल्य तपाईहरुले चिन्नु सक्दैन। दाङा दाङ को मतलब चाहिँ र छ भन्ने धुलो र जस्तै
म र तपाईँ, तपाईँ र म, तपाईँ र उनीहरू र and if you have something, like if you have children, if you have wealth, if you have good health, it's like dust. You don't realize its value. Dang ma dengbo me da me. अब यो चाहिँ आफूसित हुनु, यो चाहिँ आफूसित नहुनु, आफूसित नहुनु, मे ना. If you don't have, if you have, if you don't have, if you have, if you don't have. छ भने, तपाईसित छ भने त्यो धुलो जस्तै, त्यसको मूल्य तपाईले चिन्नु सक्दैन. र मे ना छैन भने, तपाईसित छैन भने गाओ सा ढिङ्बो से रा सिर, गाओ सा ढिङ्बो से रा सिर, गोल्ड, सुन. सो तपाईसित केही छैन भन्ने त्यो चाहिँ सुन जस्तै अमूल्य सम्झिन्छ. यदि तपाईकोमा छ भने त्यसको मूल्य तपाईले चिन्नु सक्दैन भनेको यो तिब्बती उखानको अर्थ चाहिँ तपाईकोमा धेरैवटा गुणहरू छ, तपाईकोमा गुणहरू छ, त्यो हुँदाखेरि तपाईले यो चिन्नु सक्दैन. र यो जुन चाहिँ आफ्नोमा छैन त्यो चाहिँ अमूल्य सम्झेर, त्यो मेरोमा छैन सम्झेर दुःख मानिरहन्छ भनेर यसको मतलब त्यस्तै हो. अब सबै पुगेको मान्छे कोही पनि हुँदैन. कसैको छोरा छ भने कसैको धन छैन, कसैको धन छ भने रूप छैन, कसैको रूप छ भने बानी बेहोरा राम्रो हुँदैन. छोरा छ त घर छैन, घर छ त छोरा छैन, घर र छोरा छ त स्वास्थ्य राम्रो छैन. र तपाईसित जे छैन त्यही सोचेर दुःख मानिरहन्छ. आफूसित जे छ त्यसको मूल्य चिन्नु सक्दैन. र जुन चाहिँ छैन त्यो मेरोमा छैन भनेर दुःख मानिरहन्छ भनेर मान्छेको प्रवृत्ति चाहिँ त्यस्तै छ भनेर चाहिँ याद दिलाउँदैछ. तपाईकोमा धेरैवटा गुणहरू छ, तर त्यो तपाईले एप्रिसिएट गर्नु सकेको छैन. र जुन चाहिँ छैन त्यो मेरोमा छैन भनेर दुःख मानिरहन्छ भनेर कसैले मेरोमा चाहिँ चाहिएको कुरा छ भन्ने मान्छे कोही पनि छैन. र सबै पुगेको मान्छे कोही पनि छैन भनेर बुझ्नु सक्यो भने, जो उनीहरूकोमा छैन त्यो मेरोमा छ भनेर बुझ्नु सक्यो भने, अनि तपाईको जिन्दगीमा अलिकति सुख शान्ति पनि ल्याउन सक्नुहुन्छ. त्यसरी यसको अर्थ चाहिँ यसरी हो. अब यो मान्छेको प्रवृत्ति नै हो. दुःख नै जे छैन त्यसकै खोजमा बस्ने, र यसैलाई संसार जुन चाहिँ दुःखको प्रतीक हो. र यहाँदेखिको मुक्ति पाउनु, निर्वाण पाउनु चाहिँ हाम्रो उद्देश्य राख्नुपर्छ भनेर बुझ्नु पर्यो. हवस् त, अनि त्यतिमै आजको भिडियो यहीँ समाप्त गर्दैछु. Thank you for coming to the class. Yeah, I forgot to explain it in English. So, if you have, actually you have many things which you would like to have, but you don't appreciate it, and you will long for something you don't have, and
Thus, we make ourselves unhappy. So you should know that what others don't have, you have it. And what others have, you might not have. It is same with everyone. There is no one who has everything they want. So if you realize this truth, you will have a bit happier life. Thank you very much.